आमा जसको काखमा भगवान पनि बालक भएर विश्राम लिन चाहन्छन्। आमाको मायाभन्दा ठुलो केही छैन। त्यो माया बिना जीवन अधुरो रहन्छ। आमा भनेको त साँचो प्रेमको प्रतिमूर्ति हो, जसको छाया सधैँ हामीसँग रहिरहन्छ। नमस्कार, तपाईहरू सम्पूर्णलाई आजको यस भिडियो श्रृङ्खलामा हार्दिक स्वागत छ। आज वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको अमावस्या तिथिमा आमालाई सम्मान गर्ने पर्वका रूपमा माता तीर्थ औँसी मनाउने गरिन्छ। यो दिवस आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्व हो। आजको यस भिडियोमा देखाइएको स्थान काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थ नामले प्रसिद्ध धार्मिक स्थल हो, जहाँ आजको दिन विशेष मेला लाग्ने गर्दछ। जनश्रुति अनुसार पहिले माता तीर्थ गोठालाहरूले गाई वस्तुहरू चराउने मैदान थियो। एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो। त्यो घटनाले गोठालाहरू अचम्मित भए। गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके। ती टुक्राहरू क्रमशः हराउँदै गए। ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन्। तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन। आमा नहुने गोठालाहरूले फ्याँकेको रोटीको टुक्रा मात्रै गायब हुन्थ्यो। उक्त दिन वैशाख कृष्ण औँसी थियो। त्यो कुरा गाउँलेले पनि थाहा पाए। गाउँलेहरूले उक्त दिन दिवंगत भइसकेका आमाले छोराछोरीहरूले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरे। त्यस दिनदेखि गोठालाहरू र गाउँलेहरूले मृत आमाको सम्झनामा उक्त स्थानमा दिवंगत आत्माको स्मृतिमा विभिन्न मिठा खानेकुराहरू अर्पण गर्न थाले। बिस्तारै त्यहाँ एउटा कुण्ड बनाइयो, जसमा यस दिन आमाको छाया त्यस कुण्डमा देखिन्छ भन्ने विश्वास पनि रहेको छ। त्यसैले माता तीर्थ नामले यो तीर्थस्थल प्रसिद्ध बन्यो। त्यस यता हरेक वर्ष आमा नभएकाहरूले माता तीर्थको कुण्डमा स्नान गरी आमाको सम्झनामा पूजा आजा गर्ने गर्दछन्। उनीहरूले मिठा मिठा परिकारहरू चढाई दिवंगत आमाको आत्माको चिर शान्तिको कामना गर्ने गर्दछन्। आज पनि माता तीर्थमा साझा आमाको मूर्ति भएको ठाउँमा आमाप्रति श्रद्धा अर्पण गर्ने परम्परा जीवित छ। त्यसैले यो दिन अत्यन्तै विशेष छ। आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्टान्न, लुगाफाटा लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्ष गतिको कामना साथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गर्दछन्। आमा ती साक्षात देवी हुन्, जसका विषयमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई 9 महिनासम्म गर्भमा राखेर अनेक दुःख कष्ट सहँदै जन्माई हुर्काई सक्षम बनाउने आमा साक्षात सृष्टिकर्ता ईश्वर हुन्। आमा ममताकी खाने, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धरती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्। आजको यस विशेष दिनमा सम्पूर्ण आमाहरूमा माता तीर्थ औँसीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हवस् त धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। ओम